साथीहरू यो चाहिँ इन्द्रावतीको ताजा माछा है। यहाँ विभिन्न थरीका माछाहरू छन्। यो माछा फकटा माछा यो बुदुना, यसलाई चाहिँ बुदुना भन्छ। छोटो छोटो टाउको गरेको हुन्छ। यो चाहिँ कत्ले माछा टी पनि भन्छ यसलाई। अनि अर्को यो छ यो काँडे माछा, यसलाई काँडे माछा भन्छ। अनि काभ्रे पनि छ। यो सुरेला माछा, सुरेला छ। यो चाहिँ सुरेला सानो हुन्छ तर मिठो हुन्छ, स्वादिलो। अर्को छ यो चाले माछा, चाहिँ लामो हुन्छ। यस्तो यस्तो विभिन्न थरीका माछाहरू छन्। इन्द्रावतीमा धेरै समय पछाडि माछा पाइएको छ है। आज चाहिँ यसलाई पकाएर टक्क ढिँडोसँग खाने हो।